So hello and namaste guys, welcome back to my new video. So new day new vlog ma तपाईहरुलाई एकदम स्वागत छ। आज चाहिँ हामी यसो पौडी खेल्न जाने, स्विमिङ गर्ने चाहना भएको कारणले जाँदै छौं बुद्रिया। हैन, हामीले चाहिँ शपिङ गरिसकेका छौं। हामीलाई चाहिने सामानहरु सबै किनिसकेका छौं, खानेकुराहरु। सो अब चाहिँ हामी बस पिक गरेर जानुपर्ने हुन्छ। त्यही नै हो। लोकल ट्रान्सपोर्टमा जाँदैछौँ हामी। अब के साह्रो भिड हेरे त। सो मसँग यता साथी हुनुहुन्छ, उहाँ चाहिँ अब यो मान्छेले के अरे अबेला सुतेर के बोले भाइ? अब के हामी चाहिँ अर्को गाडीमा आउनु पर्यो क्या, ढिला भयो। हामी 40 मिनट ढिला भयो, केही छैन। तर पनि उता गएर पनि अब यस्तो घाममा पौडी खेल्न सक्ने हैन। सो बेलुका खेर जाँदा नै ठिक हुन्छ जस्तो लाग्यो के। सो हामी अब दाइको टर्मिनलमा आएका छौँ। अब यहाँबाट हामीले चाहिँ बस पिक गर्नुपर्ने हुन्छ। त्यसपछि सर सो बाटोमा के कस्तो हुन्छ I'll show you guys. Stay tuned with me. यही उभिने हो भित्र गएर के चाहिँ गर्नुपर्ने? Backpacks. यही पनि त रहेछ नि सुपर मार्केट। हामी त किनेर कस्तो छ गाइस भित्रको माहौल? यहाँको माहौल यस्तो छ र महँगो हो कि भित्र खानेकुराहरू हो। लोकल ट्रान्सपोर्टेसनमा चाहिँ मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो क्या। सो मलाई चाहिँ ठिकै लाग्यो। अलिकता बिच बाटोमा चाहिँ यहाँ धेरै परेसानीहरू झेल्नु परेको थियो मैले। आज हामी गएर पौडी खेल्ने हो, रमाइलो गर्ने हो। डु यु नो गाइज, इफ यो ठाउँ चाहिँ होइन के अरे नेपाल भइदिएको भए यहाँ कस्तो साउन्ड आउँछ थाहा छ? भैरो काठमाडौँ अनि त्यसपछि पाल्पा भनेर आउँथ्यो क्या साउन्ड। यहाँ चाहिँ एकदम पिसफुल छ। सो आफ्नो नम्बरमा गाडी हुन्छ, टक्क चढेर जानुपर्छ। त्यही नै हो। हामीले यहाँ गाडी कुरेको नि 1 घन्टा तकरिबन 1 घन्टा हुन आँटिसक्यो, तर आएको छैन। कुदाउँदा वाक्क लगाइसक्यो। अब केही विकल्प लागेन भने हामी ट्याक्सी चढेर जानुपर्ने हुन्छ। सो त्यही पनि वेट गरौँ, आइपुग्छ कि होइन। सो गाइस फाइनली हामी बसमा पनि चढ्यौँ, तर चट्नी बन्न मात्रै बाँकी छ। अलिक छिमा हामी चट्नी बन्छ होला। यहाँ लास्टै भिडियो चाहिँ यस्तो छ, यस्तो आम्बो ठ्याक्कै नेपालको फिल आयो यार त्यो के अरे काठमाडौँमा क्या। सो फाइनली हामी आइपुग्यौँ बुद्रिया। अब कता जाने के जाने त्यो मलाई केही पनि थाहा छैन होइन। सबै यतै जाँदैछन्, पछि जान्छ होला नि। अब पसिना सरी भयो यार मलाई कसम। कति धेरै मान्छे आउँदो रहेछ आम्बो त, कति धेरै क्युट। यहाँ सफारी गर्नु चाहिँ होइन रहेछ, टुरिज्म रहेछ। सो जग्गा यस्तो रहेछ। यहाँ मार्केट पनि छ, तर महँगो पर्छ। बिजी लास्टै बिजी हो। बिचतिर गएपछि ट्याक्क सिक्किने आम्बो हे रहा नहीं जाता। जन्नत हुन्छ, जन्नत केटा हो, जन्नत। सो अलि डेमो चाहिँ देखाइदिइहालौँ। दाइलाई सोधौँ न।
दाइ स्विमिङ गर्नको लागि के गर्नुपर्ने हो र कहाँनिरबाट हो कतापट्टि जाने यतापट्टि जाने कि यतापट्टि जाने यता 100 जना उता 50 हो र कता जाने यता सही यता 50 फ्रीमा जाने भए उता लास्टमा यहाँ सिधै ल फ्रीमा सही फ्रीमै जाउँ त्यही एउटै पानी हो हैन एउटै पानी हो हामी चाहिँ पैसा तिर्दैनौँ गाइस वी डोन्ट पे एनी मनी फर स्विमिङ ओन्ली अब त्यहाँनिर अब यसो जलपरीहरूसँग पाउँथ्यो भने त स्योर पैसा तिर्नुहुन्थ्यो होइन अब पौडी खेल्न मात्र त के पैसा तिर्नु पानी सेम हो हामी मान्छे सेम हो हामी नेपाली हो त्यसैले हामी फ्रीमा जान्छौँ तर हाम्रो के अरे the background झामझुम खोल्ने पौडी नै हेर्छु नि त यहाँ त कुरा खाने त त्यस्तो रहेछ नि त रैला हान्दै रहेछ यहाँ सोल्जर यहाँ त गैँडा जस्तो सुतेको के हो यस्तो यहाँ चाहिँ यस्तो भयो अब हामी चाहिँ कपडा खोल्ने ठाउँ एकदम प्रपर ठाउँ खोजिरहेको छौँ क्या कपडा खोल्नुको लागि प्रपर ठाउँ नभेटेको कारणले स्टिल सर्चिङ फर प्रपर प्लेस हाम्रो के साह्रोको क्राउड हो यस्तो सो अब चाहिँ यस्तो छ यहाँ तयारी हाम्रो त्यो साइडमा थोरै बालुवाले पुर्दियो न बल्ल बिसाउनु पायो यार मजा आज रमाइलो हुनेवाला छ सो गाइज हामी रेडी भइसकेका छौँ होइन मन तो कर रहा है हम झम्मै पानी में डूब जाएं लेकिन थोड़े भोक लागिरहेको छ नि अब थोरै खाएर हामी चाहिँ झम्मै पानी पानी लाग्छ यहाँ पानी सो आज होलिडेको दिन चाहिँ बबाल रमाइलो भइरहेछ जाडो पनि थाल्यो यार लास्टै जाडो पनि थाल्यो डाब्न देखाउ नि त सो हामी एकपल्ट पौडी खेलेर आइसक्यौँ मानासम्म त पानी खायो लास्टै नुन हुँदो रहेछ यार मेरो फर्स्ट एक्सपिरियन्स है अम्मा कसम त्यो एक डब्बा पुरै नुन खाए जस्तो भयो मलाई म फेरि जाम किन जाम दोधारमा छु बो के साह्रो यार यति चर्को यार लास्ट अझ मुख उयो भइरहेको छ क्या नुनिलो
धेरै पसिना छ डुब्की हान्छ अब अमिलो भयो नुनिलो लास्ट नुनी यार भैया मैं तुम्हारी प्यार में डूब रहा हूँ डुबो प्यार में है ये क्या हो गया कलन तक पानी आ गया गमछा भी खुल गया मेरा ये निप्पल रमाइलो भइरहेछ मोबाइल चाहिँ डुब्दैन होला क्या अरे पानी 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 बिंदी सानी 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 आ जाओ on the floor yeah what मेरी चीज पुतली किस लगा तुम मानी लास्ट टाइम नुनीले फ्यारे पानी त खट तेरी का मार मुतो क्या हो नुनीलो स्विमिङ पुल गऱ्यौँ अनि त्यसपछि फेरि सावर लिएर अब थोरै फोटोसोटो खिच्ने प्लान भइरहेको छ अब घाम पनि ढल्किन आँटिसकेको छ ओ पर देख्न सक्नुहुन्छ सो गाइस यहाँ अब क्लोज पनि भइसक्यो अब हामीले पनि सबै इन्जोय गरेर सकाइसकेका छौँ अब हामी उतातिर लाग्छौँ 2-4वटा फोटोसोटो खिचौँ फोटोसोटो खिचेर त्यसपछि हामी घरतिर लाग्छौँ होइन सो अब हामी चाहिँ सिधै जान्छौँ फोटो सुटिङ गर्ने स्पोटमा क्या बोल रहा है के भनिरह होला होइन मादर कुल्ली यसमा पनि आउनु भरेछ वरबाट अब फेरि के अरे भरे त्यही बसमा च्यापिँदै जाने त होला नि गाह्रो छ के हेलिकप्टर मगाउने होला हार एन्ड हेलो सो क्या सो साँझ भइसकेको छ कति बज्यो 6:30 बज्यो 6:30 बज्यो अब चाहिँ 8:30मा चाहिँ हाम्रो चाहिँ यहाँ के अरे लास्ट बस छ अरे सो त्यो बस चाहिँ हामीले मिस गर्नु हुँदैन अदरवाइज हामीले चाहिँ ट्याक्सीमा जानुपर्ने हुन्छ र ट्याक्सीको किराया छ 30 रुपियाँ 30 रुपियाँ अरे अनि महँगा है सो यो चाहिँ लाइफको भनौँ न डिफ्रेन्ट एक्सपिरियन्स हो हामी नेपालीहरूको लागि चाहिँ एकदमै भनौँ न एडभेन्चर नै जस्तो हो क्या किनभने नेपालमा समुद्र छैन नि त द्याट्स वाइ दिस इज डिफ्रेन्ट काइन्ड अफ एक्सपिरियन्स फर नेपाली पिपल मेरो इङ्ग्लिस त फेरि कुहिरेहरू फेल खान्छ कि क्या हो One sandwich, not spicy. Let's go, boys. Our trip is going to end here, so we'll take some pictures. अब चाहिँ हाम्रो प्लान चाहिँ अझै छिटो आउने थियो क्या इनफ टाइम मिल्छ हामीलाई But I didn't get sleep today. यो जुन क्यामेरामा छ नि क्यामेरामा चाहिँ त्यो चाहिँ ढिला उठेर खासमा त्यो मान्छे कल हो न हो हेरेको कि अब पनि कति साल कतै अब मैले हिजो झसक्क फेसबुकमा देखेर चाहिँ कल हो न हो हेरेको त 7 बजे
अन्त उठ्नु गाह्रो भयो साथीले फोन गरेको गरे उठ्नै गाह्रो भयो यही त्यही भएर ढिलो भयो यही मान्छेले गर्दा लेट भएको नेक्स्ट टाइम म रुममा उठाउन आउँछु सो गाइस अब चाहिँ हामी हुद्रियातको मेन स्पोट भन्छ नि जहाँनिर हुद्रियात हाउ टु प्रोनाउन्स हुद्रियात बद्रीनाथ हुद्रियात भन्ने ठाउँमा यही हो मेन स्पोट सो यहाँनिर चाहिँ एकदम बेसी क्राउड रहेछ ए हो र मिस्टेक सरी भेट भयो बल्ल बल्ल मेरो भ्लगमा स्वागत छ है तपाईँलाई एक्सक्युज मी अब हामी त यसो फोटोसोटो खिच्न लाग्यो ल म त तपाईँहरू कता हो र हामी त उता पौडी खेल्न गयो नि त हो आम्बो समुद्रमा आएर समुद्र हेर्ने धोका पनि पुरा भयो त्यही नै हो सो हामीले बबल फोटोहरू खिचिसकेको छौँ सो हाम्रो फोटोहरू हेर्नको लागि तपाईँहरूले मेरो इन्स्टाग्राममा चेक गर्न सक्नुहुन्छ सो मैले इन्स्टाग्रामको लिङ्क चाहिँ मेरो तल कमेन्टमा अथवा बायोमा राखिदिने छु चुप बिल्कुल चुप अभी हम इधर ब्लॉगर लोग बोल रहे थे इधर साइड वाला नहीं बोलने का ओके ठीक है अन्त अब उता पनि गएर दुई चारवटा फोटो खिच्छु जस्तो आज म बोल्न पनि अग्नु गइरहेको छु क्या किन भन्दाखेरि पानी खाएर होला जस्तो लागिरहेको छ डुबेर पानी पछाडि बसेको बेजत नगर्नु मैले आएर बसाएको है बेजत नगर्नु भयो गम्मै ल गम्मै खाइदिन्छु गम्मै चलिदिन्छु बम्बई तिमी नकाराइ खाऊ न नकाराइ यहाँको समोसा चाहिँ बब्बालै मिठो हुन्छ क्या समोसा ब्ल्याक टी सर्ट यो बाहिरको चाहिँ एकदम यो ऱ्यापर चाहिँ एकदम क्रन्ची भित्रको चाहिँ एकदम जुसी हुन्छ क्या हामी चाहिँ के अरे वासरुमको खोजी गर्दैछौँ सो अब वासरुम गएर